गाएको है यो चाहिँ आँखी औरो भर्खरै नुहाएर कस्तो राम्रो जिउ जस्तो नुहाएर भन्ने पहिलो शब्द अनि त्यस पछाडि हुमाले फेरि यस्तो भन्ने हुमाले फेरि कुरा गर्छौ क्या कुरा पनि गर्छौ क्या गहकिलो तिमी हाँस्दा संसार चहकिलो यो गीतमा चाहिँ एक्लै अर्कालाई फुर्काएको छ के है एकदमै फिल्डमा आएर राम्रोसँग गाउने घर बनाउनु पैसा बनाएर जानु परेन त होइन त्यही भएर एकदमै मेहनत गर्ने अनि धेरै धेरै आशीर्वाद छ धेरै धेरै माया छ जतिसक्दो चाँडो यो गीत बजारमा आइहाल्छ अनि राम्रो भइहाल्छ अघि त प्र्याक्टिस पनि गरिसक्नु भयो है तपाईले बाबुलाई मैले अघि त्यहाँ कतिको सिके यिनीहरूले राम्रै सिक्नु भयो दिमाग कडा रहेछ अहिले त सुनाउँदैनौँ ल प्लिज किनभने हाम्रो गीत फेरि अब दर्शक श्रोताले यस्तो रहेछ सुनिहाल्यौँ भनेर फेरि हाम्रो युट्युबतिर आउनुहुन्न भाइले र बहिनीले थोरै थेगो मात्रै गाइदिनुहोस् न त परेकी छु दङ्गबाट किन यति बोल्न मन लाउँछ किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग यति ल यति ल बाबु ल बेस्ट अफ लक है राम्रोसँग गर ल नाना तपाईको आफ्नै बहिनी है हजुर मेरो आफ्नै बहिनी हो कान्छी पहिलो हो कि उहाँको पनि धेरै गीत गाएको छ उसले त बहिनी त बिरामी पनि हुनुहुन्थ्यो नि है अहिले कस्तो छ यो होइन बिरामी चाहिँ यिनी कान्छी हुन् यिनलाई पनि रुगा लाछ आज उनले अनि अर्को बहिनी कस्तो छ बिरामी भएको बिरामी बहिनीलाई अहिले ठिकै छ बाबु ठिकै छ नि हजुर ल तपाईहरुको अब यो एकदम राम्रोसँग गाउनुस् है जस ल दिदीलाई धेरै धेरै धन्यवाद भाइलाई जुन यो साथ सपोर्ट गर्नुभएको छ अझ भाइ पनि दङ्गाली दिदी पनि दङ्गाली हैन आफ्नै ठाउँको त्यही भएर पनि हो खासमा अब कला क्षमता भएको मान्छेलाई आफ्नो भेग आफ्नो उ त भन्न नहुने हो तैपनि फेरि आफ्नो भेग भनेपछि छुट्टै माया ममता साथ हौसला सबैले गरे खै त तैले गरेको भन्ने पनि त हुन्छ नि दिदी पनि अनि मेन त बाबुको स्वर एकदमै मन परेर है मैले चाहिँ त्यो एकदमै राम्रो लागेर उहाँको गीतहरू सुनेर मलाई एकदमै राम्रो लाग्यो अनि एउटा गीत बनिराखेको गीत थियो खास त्यो गीत चाहिँ हाम्रो उमा बहिनीले र गायक चाहिँ हामीले सोचेका थिएनौँ क्या अनि त्यो ठ्याक्कै बाबु भएपछि हाम्रो गाउँको मान्छेलाई अलिकति सपोर्ट पनि हुने अलिकति साथ पनि हुने भनेर चाहिँ मैले उ गरेको कस्तो भयो रेकर्ड चाहिँ अब हुन्छ उहाँहरूलाई भर्खरै गरेको छु अब चाहिँ रेकर्ड हुन्छ ल यति बेला यो स्टुडियो तरङ्गमा टिका सानुको शब्दमा हैन आज विशेष गीत रेकर्डिङ हुँदैछ हाम्रो भाइ र टिकाजीको बहिनीले चाहिँ गाउँदै हुनुहुन्छ र अब केही क्षणमा रेकर्ड हुँदैछ है रेकर्डिङ स्टुडियोमा छ टिका विनोद भाइ यो स्टुडियो तरङ्गमा हुनुहुन्छ आजसम्मकै सबैभन्दा खतरा गीत आउँदैछ है साथीहरू ल एकदमै भोजराजजी के छ तपाईको भनाइ आजसम्मकै सबैभन्दा एकदमै उत्कृष्ट गीत हुन त सबै गीतहरू उत्कृष्ट छन् भए पनि यो गीत चाहिँ भाइको लागि विशेष रहनेछ टिका सानो दिदी एकदमै एक्साइटेड हुनुहुन्छ बहिनी हुमा एकदमै एक्साइटेड छन् हैन अब गीत रेकर्डिङको कार्य अगाडि बढ्दैछ दिदी हैन राम्रो अहिलेसम्मको उत्कृष्ट गीत हो सर त्यस्तो लागेछ यहाँ हेर्नु न कति राम्रो छ अलिकति तपाईले पनि गाइदिनु पर्यो हे पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात पानको पात भाइलाई आज टिका सानुको पर्यो साथ पानको पात भाइले पाए टिका सानुको साथ ल अब गीत रेकर्ड हुँदैछ सबैजना यहाँ हुनुहुन्छ जीवन पाण्डे पनि स्टुडियोमा आउनुभएको छ उहाँ पनि निकै राम्रो स्वर भएको मान्छे हो बहुप्रतिभाको धनी सधैँ मेरो मनभित्र बसल परेको छु दङ्गा किन यति बोल्न मन लाउँछ किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग
हेर्नु त यति मिठो गीत भनेको छ। साँच्चीकै यो गीत होइन भाइले लगभग 11औं नम्बरको यो गीत हो। तर यो गीत सुरुमै भाइले गाउन पाएको भए कति राम्रो हुन्थ्यो होला जस्तो लागिरहेको छ क्या मलाई। भए पनि तर यो गीतको शब्द, यो गीतको लयले गर्दा यो गीत सुपर हिट हुने चाहिँ लगभग मैले पक्की नै दिन्छु होइन। यस्तो राम्रो शब्दहरू छ जसले पनि टिकटक बनाउने खालको शब्द, जसलाई पनि सुहाउने खालको शब्द होइन। कुन शब्द गाएको थियो अरे बाबु? यो मेरो माया छौकती असल सधैँ मेरो मनभित्र बसल। हेर्नु त आहा कति राम्रो शब्द होइन त साथीहरू? एकदमै मिठो शब्द छ। टीका सानुजीले नै लेख्नु भएको हो? हजुर मैले लेखेको हो। यो चाहिँ खास कसलाई सम्झेर लेख्नु भएको? ल साथीहरुको प्रश्नको उत्तर दिन पर्यो है। हजुरलाई किशोर सरको अन्तर्वार्ता हेर्नुहुन्थ्यो होइन? प्रधानमन्त्रीलाई देखि लिएर हरेक मन्त्रीहरूलाई उहाँले कडा दिनुहुन्थ्यो। त्यो त्यही भएर रहेछ किशोर सर। यति राम्रो शब्द लेख्नु भएको छ, कहीँ कतै कसैलाई हैन? हजुर पनि त राम्रो हुनुहुन्छ नि। हल्का कालो मात्रै हो। के अरे यस्तो हो, अब गीत सिर्जना गर्ने मान्छेले कोही न कोहीलाई त सम्झेरै लेख्ने हो। मैले चाहिँ यो गीतहरू लेख्ने बेलामा चाहिँ एकचोटि उसलाई पनि सम्झाएको थिएँ, हाम्रो विवेक र सिर्जनालाई पनि सम्झाएको थिएँ यो गीत लेख्दा चाहिँ। अरूलाई काँडा आयो दिदी मेरो त कसम भने साँच्चीकै हेर्नु त यो यति राम्रो गीत होइन। यो गीत लेख्दा मलाई चाहिँ त्यस्तो भएको थियो। मलाई विवेक पङ्गेनी र हाम्रो सिर्जना सुवेदी, सिर्जना सुवेदी र विवेक पङ्गिनीको त्यो प्रेम कथा साँच्चीकै सबैलाई, हर कोहीलाई थाहा छ। आज त्यही सिर्जना सुवेदी र विवेक पङ्गिनीको त्यो अधुरो प्रेम कथालाई टपक्क टिपेर यहाँ गीत मार्फत प्रस्तुत गर्नुभएको रहेछ। तपाईँ प्रेममा नपरे पनि कसैको प्रेमिल जोडीलाई देखेर चाहिँ गीत बनाउनु भएको रहेछ। तपाईलाई कसरी थाहा भयो उहाँ प्रेममा पर्नु भएको छैन? हामी त दिदीभाइ पहिल्यैदेखि हामी थाहा छ नि त, पारिवारिक कुराहरू पनि त्यही भएर। मैले दिदीलाई चिनेको आज होइन, धेरै पहिले हो होइन, कहिले हो धेरै पहिले हो होइन। त्यो भएर दिदी र भाइको यो हाम्रो कुराकानी भइरहन्छ। त्यो कुराकानी माया प्रेम त गोप्यमा हुन्छ भनिन्छ नि। थाहा भइहाल्छ नि। त्यही पनि भाइ मैले यस्तो एउटा मन पराएको छु भनेर पनि भनिहाल्नुहुन्थ्यो नि दिदीले। नभन्नुको अर्थ छैन भन्ने। हजुर छैन, हजुर प्लिज छैन। छ भने भनिदिनु पर्यो। राम्रै हुनुहुन्छ, प्रेम प्रस्ताव नआएको कि राम्रो मान्छे नभेटाएको हो कि केही त कारण हुन सक्छ नि त? सबै कारणहरू मिक्स होला, एउटै नै सबै। फेरि पनि होइन, अहिलेसम्म कोही छैनन् भने कस्तो मान्छेले चाहिँ तपाईँलाई त्यो ग्रिन सिग्नल दिँदाखेरि ठिक होला? दिदीको हेर्नु मुस्कान कति खतरा छ क्या। सुनौ न आज। त्यस्तो केही पनि छैन मेरो उता है। मलाई त कस्तो मान्छे मनपर्छ? कस्तो केटाको खोजीमा? मैले विनोद जस्तै सोझो हुनुपर्छ क्या। वास्तवमा सोझो चाहिँ इमान्दार हुनु पर्यो। तर भाइ परे बिना चाहिँ नै, म खोजीमै छैन सर, म खोजीमै छैन अहिले। हैन तपाई खोजीमा त हुनुहुन्न। मेरो प्रश्न चाहिँ के हो भने कस्तो मान्छेले चाहिँ तपाईलाई आकर्षित गर्न सक्छ अथवा भनौं तपाईको ध्यान आकर्षण गर्न सक्छ? त्यो थाहा नै नभएर होला कि अहिलेसम्म मलाई त्यो केही नै छैन के। यस्तो मान्छे भइदियो हुन्थ्यो भन्ने नै छैन। हिरो ह्यान्डसमको खोजीमा हुनुहुन्छ? खासमा मेरो पारिवारिक कुराहरूले तनावले कहिले पनि छोडेको छैन। त्यही भएर म यो बाहिरी प्रेम होइन विभिन्न कुराहरूमा चाहिँ त्यति त्यो बाटोमा त्यो लयमा जानै पाएको छैन। एउटा गरिब परिवारको छोरी होइन, एउटा यो किसिमको उचाइ, यो किसिमको सफलता हासिल गर्दै गर्दा फेरि घरमा कहिले को बिरामी हुने होइन, बहिनीको त्यो अवस्था होइन, त्यहाँ पनि धेरै खर्च भयो होला होइन। त्यो पारिवारिक एउटा घटनाहरूले बेलामा तपाईँलाई तनाव दिइरहने र त्यो तनावले गर्दा प्रेममा फस्न नसक्नु भएको र यो बाटोमा लाग्न नसक्नु भएको हो। हजुर हजुर त्यही नै हो, विशेष कुरा त्यही नै हो। हाम्रो
घर परिवारमा विभिन्न समयमा सिजन जसरी वर्षमा एकचोटि तीज आउँछ त्यसरी नै हाम्रो परिवारमा वर्षमा 1-2 चोटि एकदमै ठुलो आपद विपद आइपरिरहेको हुन्छ। मैले पहिला हजुरहरूकै मिडिया मार्फत पनि कति धेरै कुराहरू सेयर गरिसकेका छु। मलाई लाग्छ मेरो शुभचिन्तक मेरो दर्शक श्रोताहरूलाई मेरो पारिवारिक कुराहरू जान्न बाँकी केही पनि छैन हैन, केही पनि छैन। मेरो परिवारको व्यक्तित्वहरू मैले नदेखाएको कोही पनि छैन। सायद कलाकार भरिमै म मात्रै हुँला यसरी मिडियामा आफ्ना सबै कुराहरू के व्यक्तिगत पारिवारिक सामाजिक सबै कुराहरूलाई छताछुल्ल देखाएको सबै कुराहरू प्रस्तुत गरेको सायद कलाकार भरिमै मै हुँला जस्तो लाग्छ। त्यस कारणले पनि म अब रङ्ग रमाइलो हैन भन्ने कुराहरूमा त्यति धेरै नजिक हुनै पाएन क्या। त्यही भएर अहिलेसम्म म एकदमै जे छु ठिकै छु। अझै मेरो परिवारको लागि केही गर्नु छ, केही सपनाहरू छन्, ती सपनाहरू पुरा गरेपछि बल्ल म अब प्रेमदेखि लिएर घर व्यवहारदेखि लिएर सबै कुराहरूलाई चाहिँ सोच्नेछु। हुमा बहिनी तिमी त धेरै वर्ष भयो साङ्गीतिक फिल्डमा लागेको होइन, दिदी सँगसँगै तिम्रो पनि साङ्गीतिक यात्रा अगाडि बढेको हो। भाइ विनोदको यो प्रतिभा भाइ विनोदको स्वरलाई तिमीले कुन रूपमा लिन्छौ, कस्तो लाग्छ? भाइको मैले पहिले पनि टिकटकहरूमा सुनिरहेको थिएँ, दिदीले पनि सुन्नुभएको रहेछ अनि मलाई एकदमै राम्रो लाग्थ्यो। अनि हजुरबाट इन्टरभ्यू पनि ल्याउनुभएको थियो अनि मैले सबै हेरेको थिएँ। मलाई त एकदमै राम्रो लाग्यो भाइले अब यसरी नै अब भाइरल मात्रै नभएर सधैँभरि दिगो रूपमा अब कोही उसलाई गाइड गर्ने मान्छे राम्रो भयो भने भाइको एकदमै यस क्षेत्रमा खाँचो छ र भाइको पनि यस क्षेत्रले केही भाइलाई पनि बनाउँछ जस्तो लाग्छ मलाई। आहा तिमीले क्या मिठो बात मार्छौ, बातै बातमा झमकै रात पार्छौ, परेकी छु दङ्ग किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग। र सम्पूर्ण मिडियाकर्मी आदरणीय पत्रकार सरहरूलाई धन्यवाद भन्न चाहन्छु। सायद हजुरहरू सबैजनाले आफ्नो आफ्नो ठाउँबाट पहल गरिदिनु भयो भने हामी सबैजनाको व्यक्तिगत पनि हुनुहुन्छ कि शुभचिन्तकहरू, उहाँहरूलाई यसो भन्नुभयो भने बाबुको सामान्य घर अब एकदमै ठुलो भयङ्कर घर त अब गाह्रो छ अहिलेको यो परिस्थितिमा होइन। मान्छेहरू धनी कमाउनेहरूले पनि घर बनाउन अलिक गाह्रै छ। झन् अब सहयोग सङ्कलन गरेर ठुलो घर होइन सानो बास बस्न मिल्ने उहाँहरूको आफ्नो भनेको आफ्नै हुन्छ, चाहे त्यो जतिसुकै भित्र छिर्ने बेलामा ढोकामा ठोक किन नलागोस् होइन, तर आफ्नो भनेको आफ्नै हुन्छ। त्यो कारणले भाइको घर बनाउने अभियानमा सबैजनाले साथ दिनुको लागि अनुरोध गर्न चाहन्छु र मेरो व्यक्तिगत तर्फबाट 10,000 रुपियाँ चाहिँ म भाइको यो घर बनाउने अभियानमा मेरो तर्फबाट सहयोग गर्न चाहन्छु। आजभोलि क्यास बोक्ने चलन छैन होइन, त्यो भएर म हजुरको क्युआरमा एकछिनपछि नै हाल्नेछु। धन्यवाद, एकदमै धेरै धेरै धन्यवाद, हृदयदेखि नै धन्यवाद दिदी। थ्याङ्क यू। सबैजनालाई अनुरोध गर्न चाहन्छु भाइको घर बनाउने अभियानमा सबैले साथ दिनुहोला। र आज चाहिँ तरङ्ग रेकर्डिङ स्टुडियो आदरणीय जयदेव कोटा दाईको स्टुडियोमा चाहिँ हामीले अब एकदमै छोटो मिठो कुराकानीले यहाँ सबै चाँजो पाजोहरू मिलायौँ। दाई कति व्यस्त हुनुहुन्थ्यो होइन, यो व्यस्त स्टुडियो हो, कति धेरै कलाकारहरू आउने जाने क्रम कतिपय कामहरू सारेर पनि हाम्रो लागि समय दिनुभयो। कलाकार एकदमै राम्रो सर्जक दाई जयदेव कोटाज्यूलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु। र मेरो प्रिय बहिनी अनि मेरो प्यारो भाइलाई साङ्गीतिक सफलताको धेरै धेरै शुभकामना छ। धन्यवाद। हस् धन्यवाद।